हेलो गाइस वेलकम टु माई न्यू भिडियो। आज मेरो 365 डे च्यालेन्जको चाहिँ डे 37 हो। म चाहिँ आज बिहानको 8:30 बजे नै गर्नु लागि हस्पिटल आएको छु। यो पोखरा अमरसिंहमा रहेको छ। सो गाइस भित्र चाहिँ भिडियो खिच्न पाइँदैन, म चाहिँ टिकटहरू लिएर चाहिँ आइसकेँ बाहिर। सो गाइस मैले चाहिँ अहिले डिटिएफको लागि चाहिँ गर्दैछु। सबै किसिमको चाहिँ हालिरहेको छु मैले यहाँ। डिटिएफ ट्रेनिङलाई यहाँ 2जनाको टी सर्ट चाहिँ आएको थियो। त्यस सँगसँगै हामीले चाहिँ यस्तो यो के अरे 1 पिसको यो अनि यो पोर्स BMW यो जर्सीको नम्बर प्लस यो लोगोहरू पनि राखेको छु मैले। अहिले चाहिँ यहाँ हेर्दैछु पिन्ट्रेस्टमा कति दामी दामी आएको छ। यहाँ पिन्ट्रेस्टमा चाहिँ राम्रो राम्रो छ। ल हामीले चाहिँ एकदम ध्यानसँग चाहिँ यो सबै बिच्चातिर सबै मिलाएर चाहिँ हाल्नुपर्छ। मिलाएर हाल्यो भने चाहिँ सबै अट्छ। जस्तै यो 1 पिसको छ यहाँ, यसलाई हालेछ यसरी हामीले टक्क सबैले मिलाइ हाल्न चाहिँ सकिन्छ यसरी। मैले त यहाँ जर्सीको भित्र पनि हालिदिएको छु किनकि अरू पनि लोगोहरू चाहिन्छ नि त। यसलाई चाहिँ कटिङ गरेर पनि हामीले हिटपेस्टमा गर्नु पाइन्छ। त्यस्तै हो गाइस। सो गाइस म चाहिँ अहिले यत्तिकै बसिरहेको छु। बाहिर ठुलो पानी भइरहेको छ। गाइस हाम्रो चाहिँ फ्रेम पनि बनिसक्यो। यहाँ मैले अस्ति डिजाइन गरेको अर्गानिक प्रिन्टर्स। ल गाइस म चाहिँ माथि गएर यो आइसक्यो। ल डिटिएफ पनि रेडी भइसक्यो हाम्रो 2जना यहाँ टी सर्टको। अरू चाहिँ लोगोहरू छ हाम्रो। हालसाला खराब भइरहेछ मेरो यहाँ। म चाहिँ दाइको हान्दैछु। हेड चाहिँ हाम्रो पुगिसक्यो। यहाँ चाहिँ यत्रो रेडी जानु बाँकी छ। यो पनि हो त्यो पनि हो। आज लगभग मैले 6-7वटा ती जर्सी र उस चाहिँ हानिसकेँ प्रिन्ट चाहिँ। जस्तो पछि उक्कर मिल्यो टक्क आएर हजुर नि हेर्नुहोस्। यो एकचोटि डिटिएफ टक्क ठिक्क हिटमा हाल्ने, त्यसपछि फेरि सिधा पार्ने अनि एकचोटि फाइनल कटको लागि एकचोटि थिच्दिएपछि लगभग 5-10 सेकेन्डसम्म राखेपछि चाहिँ रेडी हुन्छ डिटिएफ चाहिँ। ल उठाउनु सट्ट जुरुक्क। ल अब सुत्दाखेरि हेर्ने पऱ्यो सुरु उकिलास छ किन। उकिलास त छैन भने चाहिँ रेडी भयो। 30 आएको रहेछ 13 अरू पनि यहाँ दिएको छन्। यसको पनि दिएको थियो क्या अरे मान्छे आएको छैन। सब्लिमेसन हान्नेहरू लाग्यो। यस्तो आएको छ प्रिन्ट के भन्ने यार। अरू चाहिँ यहाँ रको सिम्बलहरू चाहिँ यहाँ तिम्रो राखेको छ हामीले स्ट्याम्पको नजिकै सबै डिजाइनहरू। आज मेरो 365 डे च्यालेन्जको चाहिँ डे 37 पनि कम्प्लिट भयो। र थ्याङ्क फर वाचिङ। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। सी यु नेक्स्ट भिडियो। ओके बाई बाई।